उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि हामी बुद्धिसागरको उपन्यास कर्णाली ब्लुज लिएर आएका छौं। गएको साता हामीले 12औं श्रृंखला सुन्यौं कर्णाली ब्लुजको। कर्णाली ब्लुजको 12औं श्रृंखलामा बाटु विदा हुनेवाला छे र बाटुको दाजु भग्गु उसलाई लिनको लागि लेखकको घरमा आएको छ। अब के हुन्छ त सुनौ पृष्ठ 253 बाट 13औं श्रृंखला। लडिया आउँदै थियो। लडियाको अगाडिपट्टि भग्गु बसेको थियो। पछाडि अरू पनि मान्छे थिए, मैले कहिल्यै नदेखेका। रागालाई तर्साउन अगाडि पछाडि कुकुर दगुरिरहेका थिए। बलिया रागाले लुतोले थलिएका कुकुरलाई के टेर्दा हुन्। लमक लमक लम्किए। अगाडि लडिया हाँकिरहेको केटाले हातको रस्सीमा झट्का दियो। तीखो झट्का रागाका नाकका पोरामा पर्यो। रागा मेडिकल अगाडि टक्क अडिए। भग्गु लडियाबाट हतारिँदै झर्यो। ऊ आज भने अलिकति चिटिक्क देखिएको थियो। मेडिकलको बाहिरपट्टि उभिनुभएका बाला नमस्ते गर्यो। लडियाबाट 2 अद्वैंसे थारू पनि तल झारे। तिनको गाला अलिकति धस्सिएको थियो। दुवै पहिलोपल्ट कटासे आए जस्ता देखिन्थे। आँखा जता गए पनि छक्क पर्थे र टोलाउँथे। तिनले पनि अलिकति तल टाउको निहुराएर बाला नमस्ते गरे। म 2-2 खुड्किलाको हिसाबले तल झारे। ती 2 अद्वैंसे एउटा बाटोको बेहुलो बन्न पो आएको थियो। भग्गुले नै चिनायो। आफूभन्दा बुढो ज्वाइँ आफ्नो। ऊ अर्को थारूसँगै लामो बेन्चमा बसेको थियो। म त्यस छेउमा उभिएँ। बेहुलाको नजिक उभिँदा सुर्तीको गन्ध ठस्स गनायो। उसका भाष्यका कञ्चटमा लहरै कानमाथिका रौँ फुलेका थिए। तल नीलो रङको प्यान्ट थियो भने माथि जेब पुक्क भएको सेतो सर्ट जसमा दागै दाग थिए। मैले चोर आँखा जेबका डिलडिलमा दगुराएँ। ज्या सुर्ती पो रहेछ। मैले रातो फित्ता फेरेको उसको चप्पल पनि देखेँ। उसले दायाँ गोडा देब्रे तिग्रामा राख्यो। उसको अनुहारमा गहिरो छटपटी थियो। बेला बेला पल्याकपुलुक यताउता हेर्थ्यो। बासँग आँखा जुधे भने दाँत देखाउँदै खिस्सा हाँस्थ्यो। उसको नाम रहेछ जोगीराम थारू। उमेर 40 भन्दा बढी। भग्गुले नै भनिदियो, हमार उमेर त केही पटा हुई। 4 वर्ष अघि जोगीरामकी स्वास्नी चौथो बच्चा जन्माएर मरेकी थिए। जोगीरामको आफ्नै 4 कट्ठा जमिन छ पहाडीपुरमा, जसमा ऊ आलु रोप्छ। साउकोमा उसको ठुलै रवाफ छ। भग्गुलाई उसैले साउकोमा काम दिलाएको अरे। कहिलेकाहीँ जोगीराम सर्पले टोकेको विष पनि निकालिदिन्छ। ऊ नाम जस्तै जोगी छ। लोभ लालच केही छैन। अहिलेका उरन्ठेउला जवान थारू भर पर्दा छैनन्। बडघरको साउसित झगडा गर्छन्। तिनले बाटोको स्याहार गर्न सक्दैनन्। जोगीराम ठिक छ साहब। ठिकै त सोच्या होलास् नि, बाले यति भन्नुभयो। जोगीराम फेरि हाँस्यो। सोच्दो हो, कुरा मिल्यो। बाले मलाई भन्नुभयो, जा माथि गर भन्। म 2-2 खुड्किलाको दरले भर्याङ उफ्रिँदै माथि पुगेँ। बाटो तल आरे, मैले फुलेको सासले भने। बाटोले आँसु पुछी। आमाले खुब राम्ररी कपाल कोरिदिनु भएको थियो। रातो तर तलतिर गुच्छा भएको डोरी पनि बाँधिदिनु भएको थियो। उसको निधारमा रातो टिकुली उदाएको थियो, एका बिहानको घाम झैँ। जा, आमाले रुन्ची स्वरमा भन्नुभयो, कहिलेकाहीँ आउँदै गर्नु। बाटोको मधुरो हिक्का मेरो हृदयमा ठोक्कियो। बाटोले जुरुक्क ब्याग उचाली, एकछिन उभिएर भर्याङतिर लतारिए। म पछि लागेँ। बाटो बिस्तारै एक खुड्किला टेक्दै तल झरी र जोगीरामको अगाडि उभिए। जोगीरामले कर्के आँखाले हेरिरह्यो। भग्गुले पनि पुलुक्क बाटोतिर हेऱ्यो। यी हो बाटो, भग्गुले भन्यो। जोगीराम केही बोलेन। बाटोले थाहा पाए यही हो पोइ।
मैले चोर आँखाले बाटोलाई हेरेँ। बाटोको अनुहार विष फैले चाहिँ निलो हुँदै गयो। बाटोका आँखा संवेदनाहीन भइसकेका थिए। सपनाले साथ छाडेका आँखा यस्तै त हुँदा हुन्। बाटोले कटासी आएपछि देखेका सपना माथिल्लो तलामा छाडेर आइर त चुपचाप उभिरही, नत्र भनिदियो यी मोर ठरुवा नाइ हो। आमा थालमा रातो टिका लिएर आउनुभयो। गुन्द्री ओछ्याइदिनु भयो। यता आइज। गुन्द्रीमा बस्दै बाले बाटुलाई बोलाउनु भयो। यस्तै हुने भयो तेरो बिदाई। आँसु पुछेर बाटु बाका अगाडि बसी बाले निधारभरि टिका लगाइदिँदै भन्नुभयो, सधैँ सुखी भएस्, तेरो घरमा सधैँ खुसीको बास होस्। दुःख पर्दा नरुनु, आँसु देखेपछि मान्छेले हेप्छन्। बाटु थर्र काँपी। बाले स्टकोटको गोजीबाट दुईवटा खाम निकाल्नुभयो। एउटामा तेरो कमाइ छ, अर्कोमा दक्षिणा, जोगाएर राख्नु। बाटुले दुवै खाम लिए। आमाले भने टिका लगाइदिँदा धेरै बोल्नै सक्नु भएन। यति भन्नुभयो, हामीलाई नबिर्सियोस्, माइती सम्झेर आउँदै गर्नु। बाटोले ग्वाम्लाङ्ग आमालाई अँगालो मारी। आमाले साडीको सबकोले नाक निमट्नुभयो। तैँले पनि लगाइदिए। बाले मतिर हेर्नुभयो। म टुस्सोको बाटोको अघिल्तिर बसेँ। आँखा जुदाउनै सकिनँ। टिका समाएर बाटोका निधारतिर बढिरहेका हात बेसमारी थरथराए। मैले निधार छोएँ। धेरै टिका खसे। त्यसपछि बाह्र आमाले जोगीरामलाई पनि टिका लगाइदिनु भयो। जोगीरामले निवृत्दै नमस्ते गर्यो। आमा मेडिकल छेउ कम्मरमा हात राख्दै ट्वाल्ल पर्नुभयो। मेडिकल एकछिन मौनता छायो। राँगाको थरथराहट र हरिया माखाको भुनभुनले शून्यतालाई मसिनो गरी चिरिरहे। लिटो चली? भग्गुले जुरुको उठ्दै भन्यो, नैटो वेर हुई। जोगीरामहरू उठे। बाटुले बाले दिएको खाम ब्यागको बाहिरपट्टिको जेबमा घुसार्दै चेन तानी। ला यो पनि लिएर जा। बाले सानो कागजको टुक्रा बाटुलाई दिनुभयो। यसमा ठेगाना छ, अलिअलि लेख्न पढ्न जानेकै छेस, चिठी लेख्नु। भग्गुले छक्क पर्दै बाला हेऱ्यो। लडिया चढ्ने बेला बाटुले बा आमाका गोडा छोई। आमाले उसको कपाल सम्सुमाउनु भयो। उठ्ने बेला बाटुले पुलुक्क मलाई हेरेकी थिए। म त पिल पिल आँखा छले। लडिया घिस्रियो। गल्लीको कुनामा सुतेको लुते कुकुर आङ झड्कार्दै उठ्यो र राँगाका पछि पछि उफ्रँदै भोक्न थाल्यो। लडिया गल्लीको मोडमा पुग्यो। पारस सुनारको बन्द ढोकाबाट लडिया छेलिने बेला बाटोले फर्केर हेरी। लडिया छेलियो। बा कुर्सीमा थ्याच्च बस्नुभयो। आमा त ठिङ्ग। मेरा गोडा लगलगी काँपे। आफै उचालिएर मलाई दगुराए। लडिया पहिलो गल्लीमा पुगिसकेको थियो। म भित्तामा छेलिँदै छेलिँदै पछि लागिरहेँ। बाटो बेला बेला दोपट्टाले आँसु पुस्ती। उसले हतास हतास भित्ता भित्तामा छेलिँदै पछि पछि लागेको मलाई देखी कि देखिनँ। मैले भने अमरी खोलाको थोत्रो पुलमा उभिएर टाढा टाढा हुँदै गएको लडिया हेरिरहेँ। लडिया डुङडुङते उडिरहेको धुलोको जङ्गलमा पस्यो र देखिन छाड्यो। त्यो धुलो टुक्रा टुक्रा सपनाले भरिएको हुँदो जुन अबेरसम्म छाँटिएन। दिदी आइपुग्ने बेला त भयो, किन आइपुगिनन्? म बिहानैदेखि फुर्र फुर्र जुरेली चाहिँ कहिले तल झर्थेँ त कहिले माथि उक्लिन्थेँ। कहिले राजमार्गमा दगुरिरहेका गाडी हेर्थेँ। कस्ती भयो होलिन् दिदी। आमा त भन्नुहुन्थ्यो, सेठ नि भइछे, पाखुरा मोटा छन्, गाला पुक्क निस्केका छन्। पार्वती आइन? बाले पटक पटक सोधिरहनु भएको थियो। दिदीको बा आमासित भेट्न भएको 2 वर्ष भइसकेको थियो। 2 वर्ष अघि दिदी कालीकोट पुगेकी थिइन्। म त्यसबेला काठमाडौँ थिएँ, भेट हुन पाएन। जे भए पनि छोरी हो, आफ्नै खुसीले गई, सुखी छे। बा आमाले यस्तै सोच्दै माफी दिनुभएको थियो। त्यसै बेला त दिदीले मलाई फोन गरेकी थिइन्। व्यापार छैन, 1-2 थान कपडा मात्रै बाँकी छन्। बा आमा पसलमा टुक्रुक्क बस्नुहुन्छ। यस्तो देख्नुपर्छ भन्ने थाहा पाएको भए म आउने नै थिइनँ। मलाई त गाँस निल्न पनि गाह्रो भएको छ। मैले सुनिरहेँ। त स्वादले काठमाडौँ बस्ने हो कि घर फर्किने हो? त्यसपछि फेरि दिदीसित कुरा भएको थिएन। आज दिदी आउने भएकाले बिहानै आमाले रुमाल भिजाउँदै पुछिदिनु भएको थियो। बाका ओठ, आँखा, तालु, निधार, चिउँडो, घाँटी सबै। बाले अगाडिका 2टा दाँत लगाउने रहर पनि गर्नुभयो। ब्रुसले धुँदै आमाले ख्याप्प मुखमा जोडिदिनु भयो। दुध लिएर फर्कँदा आमाले सुनाउनु भएको थियो।
उहाँ त अबेरसम्म को हलपुरको अग्लो स्मारकतिर हेरेर टोलाउनु भएछ। ख्याप्प आँखी भाउमाथि हत्केला राखेर धमिलो आँखाले जहाँसम्म भ्याउँछ त्यहाँसम्म हेर्दै टाढा रिक्सा देख्यो भने सोच्नु हुँदो रहेछ पार्वती पो हो कि। घामले टाउको चड्किन थालेपछि फर्किनु भएछ। एकछिनपछि फेरि आमाले भन्नुभयो, जा हेर त तल कतै अलमलमा परेकी पो छ कि। म गेटतिर दगुरेँ। इमर्जेन्सी वार्ड बाहिरपट्टिको गुजुप्प भिड छिचोल्दै गेटसम्म पुगेँ। गेटमा अर्को पालो थियो र त केही सोधेन। टाढा तलाउ झैँ टल्किरहेको सडकमा कालो छाया देखियो। अलि ओर आउँदा देखेँ रिक्सामाथि एउटी युवती थिइन्। मध्यान्हको घाम चर्को थियो। पैताला भतभती जलिरहेका थिए। टाढा हेर्दा घाम टल्किएर हाछ्यौँ आउला चाहिँ नाक सकसकायो। मैले आँखा चिम्सा पारेँ। एहे दिदी नै रहेछन्। रिक्सा तानिरहेको मानिस पसिनाले लुचुप्प भिजेको थियो। उसको शरीर पसिनाले टल्किरहेको थियो। मैले हात ठडाएँ। रिक्सा मलाई फन्का मारेर टक्क अडियो। वर्षौँ अघि आकाश चाहिँ राम्री दिदी आँसु पुस्दै टाढा गएकी थिइन्। वर्षौँपछि भ्यात्त बढेको ज्यान लिएर नजिक आइन्, पसिना पुस्दै। दिदीका गालामा काला काला धब्बा भरिएछन्। 9 वर्षपछि गाला र ओठको बीचमा झुस्सो रौँ निस्केको मलाई चिन्न दिदीलाई गाह्रै पर्यो। फेरि दुब्लाएको पनि थिएँ। म हाँसेँ। दिदीले मलाई बल्ल चिनिन् र हाँसिन्। म दिदीका गोडातिर झुकेँ। दिदीले एउटा गोडो स्वात्त पछि तान्दै हाँसिन्। म रातो अनुहार बनाउँदै अल्मलिएँ, ला यो समा। दिदीले प्लास्टिकको कालो ब्याग दिइन्। ब्याग गरुङ्गो थियो जसबाट स्याउ र सुन्तलाको बास आइरहेको थियो। म अघि लागेँ। दिदी पछि पछि। दिदीका स्यान्डल प्याट प्याट पड्किरहेका थिए। बाला कस्तो छ? अलि सन्चो भएको छ। साँच्चै हो? मैले नसुने चाहिँ गरेँ। दिदीलाई देख्ने बित्तिकै आमाले साडीको सबकोले मुख छोप्नुभयो। आमा रुनु भएको मलाई थाहा छ। म झ्यालछेउ अडेस लागेँ। रुँदा बाङ्गिएको मुख लुकाए पनि आमाले आँसु लुकाउन सक्नु भएन। ती छल्किए। दिदी आमाका गोडामा घोप्टो परिन्। आमाका ओठ काँपे। दिदी पनि आँसु पुस्दै उठिन् र भनिन्, आमा नरुनुहोस् न। वार्डका कुना कुनामा थकान र निद्राले झोलिएका कुरुवा टल्ल परेर हेरिरहेका थिए। मैले कसैसँग आँखा जुदाउन सकिनँ। मन पहेँलिएको पात झैँ झर्न थाल्यो। ट्याप्प समात्न सकिनँ। मैले त केवल पालै पालो कर्के नजरले आमा र दिदीलाई हेरिरहेँ। दिदी बाको छेउमा पुगिन्, अड्डिइन्। दिदीको शरीरको कम्पन लुक्न सकेन। दिदीले एकछिन टोलाउँदै बाला हेरिन्। नाकमा पाइप, नाडीमा पाइप, पिसाबको पाइप। बा, दिदीले बोलाइन्। बाले झ्वाट्ट आँखा उगार्नुभयो। बाका ओठ पनि बाङ्गिए, आँखा रसाए। म वात्त छल्किएका आफ्ना आँसु छल्न झ्यालतिर फर्केँ। छोरी त आइछस्? बाको आवाज सुनेर मैले मुन्टो बटारेँ। बाले दिदीको दाहिँ हात समात्नुभयो। गाला थरथराइरहेका थिए। दिदी केही बोल्न सकिनन्। मलाई त भेट नभई मर्छु कि जस्तो लागेको थियो। बाले मलाई त भन्दा दारा किट्नु भएको थियो। दिदी छेउको स्टुलमा थ्याच्च बसिन्। दोपट्टाले अनुहार छोप्दै सुकसुकाउन थालिन्। मन दरो गर्नुहोस् न। साडीको सबकोले बाका आँखा पुछिदिँदै आमाले भन्नुभयो, सन्चो हुन्छ के अरे? बाले गर्दन यताउता बटार्नुभयो, छटपटिनुभयो। बिस्तारै हाम्रो अनुहारबाट कालो बादल छाटिँदै गएर छ्याङ्ग भयो। नाति कस्तो छ? आमाले सोध्नुभयो। 1.5 वर्ष त भएछ दिदीले छोरा पाएको। भान्जा हाँस्छन्, बोल्न खोज्छन्, पुक्क मोटा छन्। टिभी खोलिदियो भने ट्वाल्ल परेर हेर्छन्। दिदी सुनाउँछिन्। हामी मक्क पर्यौँ। नातिको मुखै नहेरी मर्छु कि के हो? बा भक्कानिनुभयो। आमाले खुइया सुस्केर हाल्नुभयो। दिदीले आकाशतिर हात उठाइरहेका भान्जाको फोटो देखाइन्। आमाले आँखाको एकदम नजिक ल्याएर हेर्नुभयो। अनि बाका आँखा अगाडि टाँगिदिनुभयो। बाका आँखा धमिला भइसकेका थिए। केही देखिएन। बाले भन्नुभयो, चस्माले त? आफ्ना बेडमुनतिर घुसारेको झोला उछिन्दै छटपटिनुभयो। मैले आमालाई सहयोग गर्न खोजेँ। उता जा, आमा कराउनुभयो। आमाले हतारिँदै अमिलो पसिना गनाएका कपडा भुइँभरि छरिदिनुभयो। शुद्धि भए पो? आमा बरबराउनुभयो। घरै बिर्सिएछ। बाले फोटो आँखा नजिक ल्याउनुभयो। टाढा लैजानुभयो। काँपिरहेको हात अनुहार अगाडि घुमाउनुभयो। मैले बाको दुःख हेर्न सकिनँ। बरन्डातिर निस्केँ। हे छोटको चिच्चो आयो। तर्सेर छेउको बालक रुन थाल्यो।
पसिनाले रुजेको छोटको बेडमा गोडा उफारिरहेको थियो। अघिसम्म छेउमा झोक्राइरहेका कुरुवाले उसलाई अठ्याएका थिए। सलाइनका पाइप तन्केका थिए। स्ट्यान्ड हल्लिरहेको थियो। हे नर्स हतारिँदै आई। नछाड्नुहोस्, च्याप्प समात्नुहोस्, उसले भनी। उसले सलाइनको पाइप उखेलिदिए। छोटकुले बेसमारी धारा खिट्यो, माथि उत्तियो। छोटका चुप लाग्के बैठ। उसको बाउ कानमा चिच्चायो। नर्स वार्ड बाहिर दगुरी। यता ढोका छेउमा घोप्टो परिरहेको बुढो बिउजियो र बेसमारी खोक्न थाल्यो। मैले दिदीलाई हेरेँ, तर्सेकी थिइन्, खङ्ग्रङ्ग परेकी थिइन्। एक्कासी शान्त पहाडमा पहिरो गए जस्तो उनले काँतर आँखाले आमातिर हेरिन्। आमा बाको अनुहारतिर निहुरिनु भएको थियो। को चिच्चाको? बा छटपटिनु भयो। छेउको बिरामी हो। किन चिच्चा छ त? खोइ किन हो कुन्नी? हुन पनि हामीलाई थाहा छैन। छोटकोलाई के भएको छ? डाक्टर हतारिँदै आयो र सिरिन्जमा औषधि भर्न थाल्यो। छोटको त शान्त भयो, तर दिदीको छटपटी शान्त भएन। अबेरसम्म बोल्न सकिनन्। आधा उग्रेको हरियो पर्दा बाहिर हेर्दै टोलाइरहेन्। ढोका छेउ खोकिरहेको बुढो भने अबेरसम्म थामिएन, खोकिरह्यो। उसलाई थपथपाउने छेउमा कोही आएन। दिनभर बुढोको छेउमा कोही देखिँदैन थियो। राति भने मैले बुढोको बेड छेउ ढल्केको एउटा टाउको देखेको थिएँ। अहुँ बुढोले बेसमारी खोकिरह्यो। खोकीलाई छल्दै कुरा गर्न हामीलाई गाह्रो भयो। दिदी चुपचाप बुढोतिर हेर्थिन् र बातिर फर्किन्थिन्। अबेरपछि ठूलो आवाजमा एकपल्ट ख्वाक्क गरेपछि बुढो शान्त भयो, घोप्टो परिरह्यो। काखे छोरा घरमा एक्लै छ भन्दै दिदी फर्किने तयारीमा लागिन्। म उनलाई बससम्म पुर्याउन पछि लागेँ। बाटोभरि कुरा भएन। कोवलपुरको स्मारक लिएर नेपालगञ्जबाट बस आइपुग्यो। मान्छेले अटेस मटेस। यही नै सुर्खेत जाने अन्तिम बस थियो। दिदीलाई बस चढ्न गाह्रो भयो। एकछिन उभिरहन्। बस चढ्यो भने उनलाई उल्टी पनि त हुन्थ्यो। कार्यक्रम श्रुति सम्वेकमा हामीले अहिले सुनिरहेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला। सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, रेडियो बर्दिवास, सर्लाहीको रेडियो एकता, ढुकढुकी एफएम, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोट एफएम, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसैगरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुँको रेडियो ढोरबाराही, बागलुङको सारथी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोवलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। काखे छोरा घरमा एक्लै छ भन्दै दिदी फर्किने तयारीमा लागिन्। म उनलाई बससम्म पुर्याउन पछि लागेँ। बाटोभरि कुरा भएन। कोवलपुरको स्मारक लिएर नेपालगञ्जबाट बस आइपुग्यो। मान्छेले अटेस मटेस। यही नै सुर्खेत जाने अन्तिम बस थियो। दिदीलाई बस चढ्न गाह्रो भयो। एकछिन उभिरहन्। बस चढ्यो भने उनलाई उल्टी पनि त हुन्थ्यो।
दिदी चाँडो गर्नुहोस्, फुच्चे खलासी करायो। दिदीले केही भन्न खोजिन्, ओठ काँपे। एकछिनपछि भनिन्, बा बाँच्नु होला जस्तो लाग्दैन भनी त हालिन्। म चुप रहेँ। देखिनस् दाँत कति सेता छन्? दिदीले बरबरी आँसु झार्दै भनिन्, मर्ने बेला दाँत यस्तै हुन्छन्, सेता हुन्छन्। म बोल्नै सकिनँ। बाला सुर्खेत लिएर आ। बसका झ्यालझ्यालबाट सबैले हेरिरहेका थिए। दिदी रोएको देखेर ती पनि छक्क परे। मैले ओठ टोकेर हिक्का थामेँ। दोपट्टाले आँसु पुस्दै दिदी बस उक्लिन्। मैले भतभती जलेका आँखाले हेर्दा उनी बसभित्र पसिसकेकी थिए। खलासीको ढ्याकढ्याकपछि कालो धुवाँको मुस्लो फाल्दै बस गोड्यो। म छेउको ढुङ्गामा थ्याच्च बसेँ। मेरा टाउकामा ह्वात्तै आकाश खसेको थियो। सडकमा कुदिरहेका रिक्साका टिङटिङ छल्दै म अस्पतालको गेटनेर पुगेँ। पाले फेरिसकेको थियो। कता गएर आएको? पालेले सोध्यो। ऊ पाइन्टका गोजीमा हात हुलेर उभिरहेको थियो। सर्टको कलरको भित्रपट्टि टाटेपाटे रुमाल खापेको थियो। मेरो जिब्रो सुकेको थियो। घाँटी किक्लिक्क भयो। आवाज आएन। उसले फेरि सोधेन। म लुरु लुरु गेटभित्र छिरेँ। इमर्जेन्सी वार्ड अगाडि भिड थियो। फेरि कोही घाइते भएर आएको होला। त्यता हेर्न पनि मन लागेन। दिदीको अनुहार आँखाभरि आइरह्यो। म गरुङ्गा पाइला उचाल्दै सिँढी उक्लिन थालेँ। फेरि के भयो? ढोकाछेउको बेडमा डाक्टर नर्मदा र केही मानिस उभिएका थिए। बुढो काखमा सिरानी च्यापेर बसे चाहिँ घोप्टो परेको थियो। म हतारिँदै आमा छेउ पुगेँ। आमा स्टुलमा बसेर टोलाइरहनु भएको थियो। आँखा त्यही बुढोतिर थिए। आमाले सुनाउनु भयो, नर्मदा आफ्नो पालोअनुसार वार्ड फन्का मार्न आइछ। सबैलाई सोधपुछ गरिछ। बुढोलाई सोधिनछ, किनभने बुढो घोप्टो परेकै थियो। फर्किने बेला एकछिन बुढोको छेउमा उभिएछ। उसको अनुहार निलो भएछ। के भयो र नानी? आमाले सोध्नु भएछ। ऊ धर्मराउँदै आमा छेउ आइछ। बालु नसुन्ने गरी आमाको कानमा भनिछ, बजै त्यो त मरेछ। आमालाई लागेको थियो बुढोले दिउँसो जोडले ख्याक गरेका बेला ज्यान छोडेको हुनुपर्छ। बुढो सुटुक्क गयो। कसैले थाहा पाएन। हामीलाई डर थियो बाले थाहा पाउनुभयो भने। भन्छन् नि अस्पतालमा छेउको कोही मर्यो भने अरू बिरामीको आत्मबल घट्छ अरे। बा निधाउनु भएको थियो। डर अलिकति कम भयो। कागजमा केही टिपेर नर्मदा र डाक्टर गए। गुजुप्प उभिएका मानिस आफ्ना बेडतिर सरे। बुढोको छेउमा जिङ्रिङ्ग परेको केटो बाँकी रह्यो। बुढोको आफन्त हुनुपर्छ। उसले उत्तानो परेको बुढाका ट्वाल्ला परेका आँखा बन्द गरिदियो। तन्ना उडाइदियो। स्ट्रेचर ल्यायो। सकि नसकी बुढोलाई स्ट्रेचरमा राख्यो। एउटा थोत्रो ब्याग बेडमुनतिरबाट तान्दै बुढोका गोडानेर राख्यो। केटोको अनुहारमा कुनै भाव थिएन। ऊ लगनसित स्ट्रेचर मिलाइरहेको थियो। केही त छुटेन। यताउता हेऱ्यो। लामो सुस्केर हाल्दै स्ट्रेचर तान्न थाल्यो। सबै कुरुवा ट्वाल्ल परिरहेका थिए। कृष्णजी पनि हेरिरहेका थिए। हामीले देख्यौँ स्ट्रेचरसँगै एउटा जुत्ता लतारिरहेको थियो। स्ट्रेचरको पछाडिको पाङ्ग्रामा जुत्ताको तुना अल्झेको थियो। ए भाइ, आमाले भन्नुभयो, कसको जुत्ता हो? छुटेछ। उसले तल झुकेर हेऱ्यो। तुना तन्काउँदै जुत्ता तान्यो र स्ट्रेचरको छेउमा राख्यो। घाँटीमै अल्झे जस्तो मसिनो हिक्का गर्यो। अनि बल्ल उसको बक फुट्यो। यो मेरा बाको जुत्ता। थोत्रा जुत्ता त भेटिनै छाडे गल्लीहरूमा। चुइकिएर सुतिरहने कुकुर पनि देखिन छाडे। ती खैरी फाँटा या अमरावती कतै गए होलान्। कटासेमा घाम पनि एकदम निरस भएर उदाउँथ्यो। गल्लीहरूमा भकभके उम्लिने घिउको बास्ना हराउँदै गयो। कक्षा 6 को वार्षिक परीक्षा नजिक आइसकेको थियो। सबै किताबका पाठ अन्तिमतिर पुगिसकेका थिए। पछाडिबाट च्यातिएका अङ्ग्रेजी, गणित र नेपाली किताबका अन्तिम अध्याय नै थिएनन्। त्यो देखेर आमा रनक्क रन्किन हुन्थ्यो। 13 वर्ष लागिसक्यो, अझै किताब च्यात्छ, थुक्क। तर म सोच्थेँ पास त भइहालौँला। 2 विषयमा गुल्टी पनि पास गराउने चलन त छँदै थियो।
म कहिलेकाहीँ चौरातिर पुग्दा देख्थेँ एउटा थोत्रो बस थरथराउँदै बस पार्क आइपुग्थ्यो। रित्तो रित्तो बसमा ती मान्छे हुन्थे जो अन्त कतै बसाइँ सर्ने योजनामा थिए। कटासेको आकाशबाट धुवाँको मुस्लो पनि पातलो हुँदै छाटियो र सकियो। म हरेक हप्ता जसो एउटा दोकान बन्द भएको देख्थेँ। ढोकामा झुन्डेका कति तालामा त खिया लाग्न थालेका थिए। कति महिना भयो बा नेपालगञ्ज नगएको। हिसाब गर्न गाह्रो हुन थाल्यो। हर्ष मेडिकल हल लेखिएको साइनबोर्डको इनामेलो उक्किएर बाँकी थियो, केवल हस डिक ल। बाले नयाँ साइनबोर्ड पनि त बनाउनु भएन। मेडिकल बुढो मान्छेको मुख जस्तो थोतो देखिन्थ्यो। र्याकहरू खाली खाली। कति औषधिका डेट गइसकेका थिए। तिनलाई छुट्याउने जाँगर बा आमामा थिएन। म सोच्थेँ कि हामी मात्रै कटासेमा बस्ने हो। अनि मलाई ऐठन हुन्थ्यो जब म छटपटिएर उठ्थेँ। बजारभित्रै छिरेका स्यालको चिच्चाहटले मेरो गर्दन अठ्याउँथ्यो। म सोच्थेँ अचेल सारा कटासेका सुनसान गल्लीहरूमा भूतले फन्का लगाउँछ। अब ती हामीलाई खोज्दै आउनेछन्। स्कुल जाँदा पनि बाटामा फाट्टाफुट्टा विद्यार्थी भेटिन्थे जसलाई म राम्रोसँग चिन्दिनथेँ। चिन्न पनि मन लाग्दैन थियो। साइकलका टायर पनि हिस्सा हाँसेका थिए। बनाइदिने शर्मा अङ्कल पनि त कटासे छोडेर गइसकेका थिए। त्यसैले म दगुर्दै दगुर्दै स्कुल जान्थेँ र दगुर्दै फर्किन्थेँ। शर्मिला पनि चिसापानीमै बस्न थाली। भन्ती अब परीक्षा दिन मात्र आउँछु। पास भएपछि नेपालगञ्ज पढाउने रे बाले। मदनीलाई थाहा थियो अब म एक्लो छु। उसले धम्काएको थियो, पख स्कुल छुटेपछि जाने छु। त्यसैले म पुरा क्लास कहिल्यै बस्दिनथेँ। तेस्रो या त चौथो क्लासमा पिसाब फेर निस्केपछि फर्किन्नथेँ, भाग्थेँ। जमरा खोलाको किनारमा गर्दन तन्काउँदै बसेका बकुल्लालाई ढुङ्गा हान्थेँ। बकुल्ला भुर्र चिसापानीतिर उड्थे। म तिनलाई पछ्याउँदै दगुर्थेँ। एक दिन म छाती भतभती पोल्ने गरी कटासेतिर दगुरिरहेको थिएँ। म तेस्रो घन्टीमै भागेको थिएँ। आकाशमा कतै बादल थिएन, केवल चिरचिराउँदो गर्मी थियो। त्यस दिन मैले बल्ल अनुभव गरेँ। दिउँसै कटासे उराट लाग्दो भएको थियो, मसानघाट जस्तो। बजारको ओल्लो पुछारमा 2टा पसल बाँकी थिए। तिनमा तरकारी भने ताजै पाइन्थे। पसल जगतपुरका मानिसका थिए र ती खुल्लै थिए, नत्र बन्द भइसक्थे। हरेक गल्लीमा 1-2 ढोका मात्र खुल्ला थिए। बोलाएपछि मात्रै साउजी बाहिर निस्कन्थे। ढोका बाहिर क्वार्र क्वार्र कराइरहेका दुलामी कुखुरा हुन्थे। साह्रै उराट लाग्दो पो हुँदो रहेछ शून्यतामा कुखुराको क्वार्र क्वार्र। मैले बल्ल थाहा पाएँ। त्यस दिन घर पुगेर एकछिन टोलाएँ। घर बाहिर लस्करै 8वटा लडिया उभिएका थिए। हाम्रो मेडिकल अगाडि पहिलोपल्ट यति धेरै लडिया। म त छक्क, मान्छे पनि 9 जना। तिनले घर अगाडि धुम लागेका सिमेन्टका बोरा उचाल्दै लडियामा पछारिरहेका थिए। सिमेन्टको धुलो डुङडुङती उडिरहेको थियो। भस्स धुलो मेरो मुखमा पनि छिर्यो। घाँटी सकसक आयो। पाखुराले नाक च्याप्दै म भर्याङ छेउ पुगेँ। आमा भर्याङको बीचमा बसेर चुपचाप सबै हेरिरहनु भएको थियो। मलाई देख्नुभयो तर सोध्नु भएन, यति चाँडै किन आइस्? बा बेन्चमा बसेर चिटचिट पसिना निकाल्दै घोप्टो परेर क्याल्कुलेटरमा हिसाब गरिरहनु भएको थियो। छेउमा दमाहा जत्रो भुँडी भएको एउटा मान्छे उभिएको थियो। उसको अनुहार भने हँसिलो नै थियो। सिमेन्टका बोरा लडियामा लादेपछि मान्छेहरूले अर्को लडियामा इँटा हुत्याउन थाले। भुइँकोले माथि उर्ल्याउँथ्यो, लडियामाथि उभिएको च्याप्प समाउँथ्यो र चाङ लगाउँथ्यो। त्यसपछि अर्को लडियामा कडी लादे, अर्को लडियामा सरिया, अर्कोमा फ्ल्याग। मैले अबेरपछि थाहा पाएँ बाले त सबै बेचिदिनु भएछ। घाटा खाएर त्यसरी बेच्नै नहुने। लडिया गएपछि आमाले निन्याउरो अनुहार लाउँदै भन्नुभयो, कति दुःख गरेर जम्मा पारेका सामान थिए। पछि बेच्दा त यति पनि पैसा नआउने भएर हो। बाले स्टकोटको कोखामा चस्मा राख्नुभयो। त्यही दिन लडियाले मेरो ठूलो कोठा, आमाको नछुइने छाना र बाको पक्की घर लतार्दै लगेका थिए। रातभरि बा आमा लालटिनको उज्यालोमा गुनगुन गरिरहनु भयो। म झस्केर निद्राबाट 3 पल्ट उठेँ र 3 पल्ट बाहिरसम्म तन्केको लालटिनको उज्यालोमा देखेँ टुक्रुक्क बसेको बाको दुब्लो छाया।
म एकपल्ट सुर्खेत जान्छु। एक दिन बाले भन्नुभयो, यहाँ बसेर भएन। मैले त पहिल्यै जानुस् भनेकै हो। आमा धेरै पछि मजाले हाँस्नुभयो। लेकबाट जाडो छल्न मधेस झरेको चरा चाहिँ बा फेरि सुर्खेत हिँड्नुभयो। त्यस दिन बासित थिए 2 जोर प्यान्ट, 3वटा सर्ट, एउटा ब्रस, एउटा टुथपेस्ट, गर्दनमा माला चाहिँ झुन्डेको पावरदार चस्मा, 1 जोर गोल्ड स्टार जुत्ता, शिरमा ढाका टोपी, आकाशी रङको इस्टकोट र एउटा सम्भावना, एउटा आशा अनि फेरि पलाएको एउटा कलिलो सपना। बा कति दिनलाई सुर्खेत हिँड्न लाग्नु भएको मलाई थाहा थिएन। मैले झुकेर बाका गोडा लगेँ। बाले मेरो निधारमा हात राख्नुभयो। राम्ररी पढ्नु, यो पल्ट फेल नहुनु। म बोलिनँ। बाले ब्याग उछाल्नुभयो। यसो पाइन्छ भने बजारतिरै घडेरी पनि हेर्नु होला, आमाले सुस्को आवाजमा भन्नुभयो। बा केही नबोलिकन स्वाट्ट हिँड्नुभयो। पछाडि फर्किनु भएन। बा हिँडिसकेपछि कहिले पछाडि फर्केर हेर्नु हुँदैन थियो। बा भन्नुहुन्थ्यो, पछाडि फर्क्यो भने माया जाल लाग्छ, हिँड्न सकिन्न। त्यसपछि पहिलोपल्ट घरमा आमा र म एक्लै भयौँ। फाटाफुट्टा बजारका मानिस टाउको दुख्दा ब्रुसेट र ज्वरो आउँदा सिटामोल किन्न आइपुग्थे। मेडिकलको आधा ढोका प्राय बन्द नै हुन्थ्यो। कोही ठुलै बिरामी आए के गर्ने, हामीलाई डर थियो। साँझ म नै मेडिकलमा ताल्चा मार्थेँ। साँझ त मेडिकल एकदम अँध्यारो र सन्नाटा भरिएको देखिन्थ्यो। कुना कुनाको गुजुप्पो अँध्यारो देख्दा म सोच्थेँ, त्यही मरेका मानिसका हम्स लुकेर बसेका होलान्। सधैँ ढोका बन्द गर्ने बेला मेरो मुटु ढक्क फुल्थ्यो। खतराक्क मुसो दगुरे त सातो जान्थ्यो। म भन्न सक्दिनँ थिएँ। आमा मलाई खुब डर लाग्छ। म मेडिकल छिर्न पनि सक्दिनँ। म सोच्थेँ, यो घरमा छोरो मान्छे भनेकै म हुँ। छोरो मान्छे डराउनु हुँदैन। बेला बेला चुकचुकाउँथे पनि। एकराजले फालेको चेन किन ल्याइन, आँट त आउँथ्यो नि। त्यसमा पनि कहिलेकाहीँ मध्यरात आमा कराउनुहुन्थ्यो। म डरले गुजुल्टिन्थेँ। अति भएपछि चिच्याउँथेँ, आमा के भयो? आमा बिउजन हुन्थ्यो। कटकटी लोटाको पानी रित्याएपछि बरबराउनुहुन्थ्यो। ज्या कस्तो ऐठन परेको। आमालाई सधैँ ऐठन हुन थालेको थियो। यसो बराली र चौराहा पुग्दा म देख्थेँ 3-4वटा रक्सी दोकान मात्र बाँकी थिए। कहिलेकाहीँ लम्कीतिरका ड्राइभर र ठेकेदार आइपुग्थे। टेबल ठटाउँदै नाच्दै रातभरि हल्ला गर्थे। एका बिहानै फर्किन्थे। मलाई सारा बजार फन्का लगाउने आँट आउँदैन थियो। आँखाभरि फनफनी तिनै पसल आउँथे, जसका पसलका ढोका बन्द थिए। ढोका अगाडि घुर्यान जमिसकेको थियो। कहिले म दिनभर शिवबिडी डिपोको छानामा बसेर आकाशको दक्षिण किनार हेर्दै टोलाउँथेँ। बादल टाढा छन्, ती कहिले कटासी आइपुग्लान् भनेर हिसाब लगाउँथे। कहिले अमौरी खोलाको पुलमा बसेर उदास बकुल्ला चाहिँ टोलाउँथे। यही खोलाको डिलमा बसेर पङ्खा बुनिरहने भागीराम अझै होला कि मरिसक्यो। मेरो यस्तो ताल फाटाफुट्ट पुल तर्ने मानिसले देख्थे। बाबु कसका छोरा हो? कसैले सोधी पनि हाल्थे। डाक्टर हर्षबहादुरको। यसरी खोलामा एक्लै नबस, मसानले समात्ला। कहिलेकाहीँ फतफताउँथे हिँडिरहेका विष्ट बुढासँग पनि जम्का भेट हुन्थ्यो, प्राय दोस्रो गल्लीको मोडमा। बुढा मोटो पावरदार चस्माभित्रका ठुल्ठुला आँखाले क्वारक्वार्ती हेर्थे। म अन्कनाउँथेँ। एकछिनमा मलाई चिन्थे र सोध्थे, डाक्टर देखिँदैनन्, कता छन्? सुर्खेत जानुभएको छ। ए त्यसो भए डाक्टर पनि जाने भए? उनी लट्ठीको चाँदीको बिँड अड्याउँथे। बुढ्यौली थरथरी काँपिरहेका गोडा लतार्दै चौराहातिर लम्किन्थे। उनको लहरे खोकीको आवाज मेरा कानमा चक्कर लगाइरहन्थ्यो। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हो। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट बिदा लिने बेला भएको छ। बिदा हुनुअघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shruti@unn.com.np। हवस् त, अर्को साता कर्णाली ब्लुजको अर्को अङ्क लिएर आउनेछौँ। त्यसअघि शुक्रबारको श्रृङ्खलामा कमलप्रसाद गेवालीको पुस्तक कर्मको वाचन हुनेछ। आजका लागि उत्पादन सहयोगी उदय घिमिरेका साथ म प्रस्तुता अच्युत घिमिरे बिदा चाहन्छौँ। शुभरात्रि।